अनि बोतल बेचेको पैसा चाहिँ मेरो यसमा हुन्छ। यहाँ हुन्छ है। ल है गाइज, हाम्रो घरमा चाहिँ टन्नै बोतल भएको छ। यो 3 हप्ताको बोतल हो। हामीले पानी खाएको बोतलहरू, चिसो खाएको बोतल हैन, कोला खाएको पानीको बोतल म चाहिँ बेच्न जाँदैछु। सायद कति रुपियाँ आउँछ होला गेस गर्नुहोस् है। अहिले म ढोली देखाउँछु, सायद 50 रुपियाँ आउँछ होला भन्ने सोचिरहेको छु मैले। ल म चाहिँ यहाँ 2टा बोरा बोकेर जाँदैछु बोतल हाल्नलाई है त। यो पोको बोकेर यहाँ हाल्न जानु भएको कारपुरमा। हेलो दाजु, नमस्ते। सन्चै हुन्छ? हाम्रो फेरि नेपाली दाइ पनि हुनुहुन्छ क्या। फेरि यहाँ बोतल हाल्नु पऱ्यो यहाँ। ल ल है, म चाहिँ स्टार्ट गरेँ यहाँ बोतल हाल्नलाई। यहाँ चाहिँ पैसा 2 रुपियाँ, 4वटाको 2 रुपियाँ, एउटाको 1.5 रुपियाँ, अथवा 1 रुपियाँ। यसको पैसा आउँथेन, मैले यसको बिर्को खोलिदिएको आउँदो रहेछ कि। बिर्को साह्रो थियो, त्यही भएर नगएको। हाम्रो यहाँ दाजु हुनुहुन्छ। 6 रुपियाँ भइसक्यो। ओइ, वाट ह्यापेन? कति मेरो टन्नै छन् के अरे। ए यसको त उनै छैन रहेछ, ट्याग पनि निकालिदिएको त्यसको बाज। सोलाको बोतल सबै भन्छ। 10 रुपियाँ भइसक्यो, 10 बोतल। ओ माई गड, कति धेरै आयो। नेपालमा कति भयो? ल हेर्नुहोस् गाइस कति आयो। 53 रन। नेपालको कति भयो होला? ल है, मैले चाहिँ यो पैसा बोतल बेचेर निकालेको। हेर्नुहोस् त, यो पैसाले कति काम लाग्छ।